ल गाइज आज चाहिँ हामी ढिँडो खानु आँटेको छ। यहाँ बनाउन आँटेको छ गाइजहरूले यहाँ आलु केलाइराखेको छ। यस्तो छ आलुहरू यहाँ। अनि टक्कसँगले आज पुरा ढिँडो खाने अरे क्या अब। अनि त्यही भएर चाहिँ यहाँनिर पुरा आलु उकाउँदैछ। अनि त्यही भएको कारण चाहिँ पुरा उयो छ कि खप्पिस छ। अनि यहाँनिर यस्तो छ। अनि के गर्दैछ त्यहाँ? कट्टु तान्दै रहेछ गाइज। यो यहाँ कट्टु तान्दैछ। ओकाइ पकाइ गर्ने। अब आलु गाइज आलु काट्नु सुरु भइसकेको छ मेरो श्रीमतीले हैन। पुरा काट्दैछ। अब हाम्रो सुरु हुन्छ। यहाँ आगो फुकिरहेको छ। हाम्रो चुला यस्तो छ अर्ग्यानिक हैन। पुरा यो चाहिँ कस्तो भयो फेरि यहाँ मधुरो भरे टक्कसँगले हैन देखिन्छ। यहाँ मेरो शिर हुन्छ ढिँडो चाहिँ यो तरिकाले नि। अब कति प्राय त अब मासुहरू माछाहरू हुँदा मात्रै ढिँडो खान्छ नि त हैन। हामी चाहिँ आज साँच्चीकै भनेको नानी बिरामी छ। त्यही भएको कारणले चाहिँ हामीले यो आलुको दालसँग पुरा मुसुक हाँस्नु खोज्दैछ। हाँसी पो हाल्छ है क्या हो। हाँसो मैले भन्नै पर्दैन हाँस्छ कि गर। त्यही भएको कारणले चाहिँ यहाँ। अनि बुढी अनि आज के खाने अरे? यता फर्केर भनिदेऊ त नलजाइ दर्शकहरूलाई। ढिँडो खाने। यता फर्केर हौ। ढिँडो खाने कि ढिँडो खाने केसँग खाने? मासु त अब खानु मिल्दैन हैन। आलुसँग खाने अरे। खाने हो आज। गम ढिँडो एक थाल हो त्यसरी खाने। हाम्रो टमाटरहरू चाहिँ हाल्नु मिल्छ कि मिल्दैन? अब बच्चा बिमारी छ टमाटर खानु हुँदैन। ल आज चाहिँ मेरो बुढीको हातबाट क्या अब कस्तो हुन्छ हैन। बुढीले कतिको बनाउँदो रहेछ। अब खानाहरू चाहिँ अरू कुराहरू चाहिँ सबै स्पेसल बनाउँछ कि ढिँडो चाहिँ फर्स्ट टाइम हो मेरो बुढीले पकाउन आँटेको। अनि त्यही भएर ढिँडो पकाइदिन्छ आज बुढीले। टक्कसँगले भराइ चाहिँ मजाले खानुपर्छ। यहाँ हाम्रो यस्तो छ। सबैजना यस्तो छ। अनि यहाँ अब पकाउँदैछ। हामी चाहिँ यो हाम्रो चाहिँ फर्स्ट भिडियो भएको कारणले हामी चाहिँ अब बोल्नु पनि आउँदैन। यहाँ पाक्दैछ है। हामी पाक्दैछ अहिले। अब फेरि भइहाल्छ यताउति हैन। के हुँदैछ यहाँ चाहिँ कति खेलेको यो। त्यो हात मात्रै काट्यो भने ए काट्दैन। कहिले सिकेको काट्नु? ए अनि मिसले चाहिँ सिकाउँछ कि होइन? के सिकाउँछ? आज के सिकायो? यस्तै सिकायो। हात काट्नु पर्छ भन्नु कि भनेन? भनेन? ए ल ठिक छ। हात काट्नु टक्क मजाले बनाउँछ।
ट्याक्क खतरा छ सेन्ट चाहिँ खतरा आइरहेछ है। ल भयो अब यो पनि बाँकी छ र यो पाको उठाउँदैछ। अब गाउँको अर्ग्यानिक भन्छ नि त यसलाई। एकछिन नछोप्दा नि हुन्छ। फेरि अब उयोको भान राखिएको स्वर सुन्छ है तिम्रो फेरि अरू बनाउनु आँटो दुईचोटि भयो। हाल्देऊ त्यतै ए खुट्टाले झनै भाँचो हो। यस्तो छ हाम्रो। अब प्याजहरू काट्दै गरेर हुन्छ त्यो उम्लिन्छ आफै। फुकिराख्नु ट्याक ट्याक पारेर अब टक्कसँगले हुन्छ। प्याज रे के हो त्यो? के को लागि? यो अब ढिँडो तरकारीसँग टक्क छेउछेउमा राखेर गम गम खाने। ए बुट्टा देख्दो रहेछ त त्यस्तो है। काट्दैछ स्वाइङ 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 पार्छ। पुरा धेर पनि पर्दैन ल यो त हुन्छ। त्यो त डल्लै हुन्छ के उता पनि हुँदैछ। यता केटाकेटीहरू पढ्दै रहेछ। लेखाइ चाहिँ मरत छ हो। सबैभन्दा राम्रो चाहिँ लेख्दो रहेछ। देख्दैन त ए देखो यसको पनि ए देख अलिकति मजाले देखाउँदा क्यामेरा यहाँ रहेछ। यस्तो भयो होइन। त्यहाँ अब बनाउँदैछ। अनि ठिकै छ नि? एकदम ठिक छ। यहाँ गर्मीको बेलामा पसिना आउँदैछ। ए फर्स्ट टाइम पकाउँदैछु। आउँछ कि आउँदैन होला? अब कोसिस चाहिँ जारी छ। ए जारी छ भने चाहिँ त आगै बोलेन नि। सबै हाल्ला आज चाहिँ बुढीले मजाले पकाउने वाला छ। यस्तै हो अर्ग्यानिक खानु नै अब भाग्यमा छ भने मात्रै खानु पाउँछ। छैन भने त बन्दै पाउँदैन नि। त्यही भएर फर्स्ट टाइमको ढेरो कस्तो हुन्छ मजाले बोला। उयो हाल्ला पिठो। लगा
गाइज हाम्रो चाहिँ ढिँडो नि रेडी भइसकेको छ। अघि चाहिँ मोबाइल स्विच अफ भन्दा पनि ब्याट्री लो भएको थियो, त्यही भएको कारणले चाहिँ हामीले त्यो मस्काएको ढिँडो मस्काएको चाहिँ देखाउनु पाइन्न। अब अर्को भिडियोमा तपाईँहरूलाई मस्काएको देखाइहालिन्छ होइन। यस्तो खालको छ ढिँडोको लोरीहरू। लोरी भन्छ है गाउँतिर चाहिँ। कोहीले त भन्छ लिरको भन्छ कि के भन्छ। यस्तो खालको बनाएको छ। खासमा चाहिँ यो माछासँग खानुपर्ने हो, तर अब माछा नभएको कारणले चाहिँ हामी अब अगाडि पनि भनिसके भिडियो होइन, बनाउनु भन्दा अगाडि फेरि त्यही भएको कारणले अब यहाँनिर चाहिँ हामी खाँदैछ। खानाको लागि चाहिँ पस्काउँदैछ, सुरु हुँदैछ। अनि त्यही हो, कार्यक्रमहरू अलिक बुझेरै खाएको राम्रो भन्छ। ढिँडोहरू चाहिँ कस्तो होइन, लिर सोनिया उता ल गाइड छैन, खाइदिउँ है ढिँडो। अर्ग्यानिक ढिँडो भनेपछि त हुरुक्कै नि हो। कस्तो छ है। औवा फर्स्ट बाइट चाहिँ खतरा हान्दे। पानी ल्याऊ त खाइहालौँ। मेरो सानो छोरा कराउँदैछ है, सुतो गएर। अलि है खाऊ न, यहाँ पर पनि छ, त्यो सक्नुपर्छ। ढिँडो चाहिँ मासुसँग चाहिँ मिठो है हुने, तर आज मासु खानु नहुनेको कारणले यहाँ आलुसँग मिठै छ। के हो नगर न खान्न है आज रातभरिमा। भोलि चाहिँ फेरि खानुपर्छ। आज चाहिँ टन्नै अगाडि लगाएछ। कस्तो लाग्छ होइन के लाग्छ भिडियो हेरेर प्रतिक्रिया दिनु होला। मेरो श्रीमती चाहिँ अब ढिँडो चाहिँ खान्छ, मन पनि पराउँछ, तर पनि उसलाई खानु चाहिँ आउँदैन क्या त्यति मान्छे। अनि त्यही भएको कारणले
तपाईँहरूले जे जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु, जस्तो लाग्छ त्यस्तै। केही अब सुधार हामीले गर्नु, भिडियो बनाउने क्रममा सुधार गर्नुपर्ने कुराहरू, हरेक कुराहरू छ भने तपाईँहरूले कमेन्ट चाहिँ गरिदिनु होला भन्न चाहन्छु। यति भन्दै सबै सम्पूर्णलाई ओके बाई भन्न चाहन्छु।